हिँड्दै छन् किन हो र रावणहरू श्री रामको भेषमा हिँड्दै छन् किन हो र रावणहरू श्री रामको भेषमा बुद्धुले किन धाका लाउँछ सधैँ यो बुद्धको देशमा बुद्धुले किन धाका लाउँछ सधैँ यो बुद्धको देशमा के गर्ने जब रात पर्छ दिउँसै तारा उदाउ अब यो पर्खाइ हुनेछ व्यर्थ कि कसो हे बुद्ध आऊ अब जन्मे बुद्ध भनेर विश्वभरि नै भन्छौँ अझै सानले जन्मे बुद्ध भनेर विश्वभरि नै भन्छौँ अझै सानले यो भित्री मनमा अशान्ति छ भने के हुन्छ सम्मानले यो भित्री मनमा अशान्ति छ भने के हुन्छ सम्मानले छैनन् मन्दिर भित्र आज भगवान बस्छन् त्यहाँ दानव छैनन् मन्दिर भित्र आज भगवान बस्छन् त्यहाँ दानव खै के हो किन दैत्यकै बिगबिगी हे बुद्ध आऊ अब रातो देख्छु नदी कतै रगतको मूलै फुटे झै भयो आमाबाट बिछोडिएर बिचरा बच्चा छुटे झै भयो कोही खोज्दछु शान्ति दूत भवमा त्यो छैन झै सम्भव यो बेला जसरी भए पनि अब हे बुद्ध आऊ अब फैलेको लहरा समान किन खै आतङ्कको सिलसिला फैलेको लहरा समान किन खै आतङ्कको सिलसिला मेट्दैछन् किन हो इरेजरहरू यी बुद्धका पाइला मेट्दैछन् किन हो इरेजरहरू यी बुद्धका पाइला बस्दैछन् अलमल्ल भइकन यहाँ बाटाहरू नै जब बस्दैछन् अलमल्ल भइकन यहाँ बाटाहरू नै जब अर्को जन्मली भए पनि अहो हे बुद्ध आऊ अब अर्को जन्मली भए पनि अहो हे बुद्ध आऊ अब बिस्तारै करुणा क्षमा र ममता भाग्दैछ धेरै पर बिस्तारै करुणा क्षमा र ममता भाग्दैछ धेरै पर ढुङ्गा बदलिसक्यो तथापि अहिले पग्लिन्न मान्छे तर ढुङ्गा बदलिसक्यो तथापि अहिले पग्लिन्न मान्छे तर बोधि वृक्ष यहाँ ढलेछ निकटै कोही उठाऊ अब बोधि वृक्ष यहाँ ढलेछ निकटै कोही उठाऊ अब हो तिम्रै अगुवाई खोज्छ युगले हे बुद्ध आऊ अब हो तिम्रै अगुवाई खोज्छ युगले हे बुद्ध आऊ अब हे बुद्ध आऊ अब धेरै धेरै धन्यवाद सुरेश अधिकारीज्यू उहाँले निकै नै सान्दर्भिक